सन्तोष सरले यहाँ कफी लिँदै हुनुहुन्छ कफी हो यो जाम कफीलाई नि यसो जुम गरेर ल सनराइज पनि भयो यार यस्तो ढिलो आयो नि त हामी यार है चोरेको भइरहेछ हेलमेट अलिकति खुकुलो भएछ यार खुकुलो भएर छ ल अब हिँडियो आजको प्लान चाहिँ कहाँ जाने भन्दाखेरि पुनिल जाने प्लान छ 7 बजे हिँड्ने भनेको यहीँ 12 बजीसम्म यार दिमाग खराब फेरि साथीहरूको फेरि बाइक छैन फेरि बाइक खोज्नु पऱ्यो मैले चाहिँ एउटा बाइक फेला पारेँ भित्र केही हाल्नु पर्ने भनेर हेलमेटले दुःख दियो नि त हेलमेट पो टेन्सन भयो यार हेलमेट ठुलो भयो आँखै छोक्छ त यार के जस्तो अब यहाँबाट 0 जाने अहिले चाहिँ कहाँ आइपुग्यो भन्दाखेरि सिजन चोक आइपुग्यो होइन अब यहाँबाट 0 घर केटालाई भेटेर त्यहाँ बाइकको एउटा बन्दोबस्त गरेर हामी यहाँबाट 3 जना जाने बेलुका 7 बजीसम्म भेट्नुपर्छ यार 7-8 बजेभित्र हामी वहाँ पुनिल पुग्नुपर्छ फेरि होटल सोटल केही पनि पाउँदैन झन्झटै झन्झट त्यही माथि यहाँ हेलमेट खुकुलो भयो यार खराब भयो दिमाग खराब अब म 0 तिर जाँदै हो 0 मा त्यहाँ साथी छ अशोक होइन अशोक र रमेश 2 जनालाई लिएर जाने हो तर त्यो भन्दा अगाडि हेलमेट चाहिँ भएन यो हेलमेट ठुलो भएर खुकुलो भएर यस्तो टेन्सन बनायो के कोचाउनु पर्ने भयो हेलमेटमा के हाल्ने त नि अच्छा 5 वर्षपछि आएको है सब चेन्ज यत्रो ठुलो भइसक्यो यार केटाहरू फेरि कहाँ छ खोज्नु पर्दाखेरि त्यता छ क्या केटाहरू यहीँ 0 मा हुन्छु भन्थ्यो होइन अब 0 पनि भास चेन्ज भयो रहेछ भास चेन्ज
अफिसर होइन त्यो अब हेरौँ केटाहरू कहाँ छ यार कहाँ हो तिमी यहाँ जिरोमा आएको फेरि दरवेशमा पुग्यो म यहाँ त्यो हिजो कफी खाएको थिएँ नि हामीले त्यहाँ हो भनेपछि के त्यो दरवेशमा आउने हो ल ल ल त्यो चाहिँ 0 किलोमिटर छ यस्तो यहाँको सब भर्काइदियो यार त्यो जितो थियो बाटो पनि दिन चाङ्गो नरहेछ अब हामी यहाँ गुच्चा खेल्ने ठाउँ छैन अब सबै के बनेछ लड्डु खेल्ने ठाउँ केही पनि छैन ल अब हाम्रो चाहिँ यात्रा सुरुवात भयो अब उता गएर तेल हाल्ने होइन अहिले त हामी 0 किलोमिटर हो त्यहाँ तेल हाल्ने तेल हालेर नि हिँड्ने बल्ल जोड्ने चाहिँ अफिसियली स्टार्ट भयो भन्नुपर्छ है 5 वर्षपछि बाइक चलाएको अरे अब चलाउनु नजाने जस्तो हुँदो रहेछ कता के नमिल्यो जस्तो क्या अलिअलि डर लाग्छ नि हुने तर जो ठिकै छ 5 वर्ष आए पनि बिर्सेको चाहिँ नरहेछ है चलाउनु त्यो सालेट मार भन्न आएको क्या सालेट मार भन्न आएको कि म ल हामी जब यहाँ दुई जब भाइ उहाँ काँडैमा छ होइन उसलाई पिकअप गरेर जाने अलिक 3 जना एउटा भाइ आउँदैछ 4 जना 5 जना हुन्छ हामी जाने पहिला 5-6 वर्ष अगाडि चाहिँ केटाहरूसित घुमे गरिन्थ्यो अनि सबले जब गर्दो रहेछ त्यही भएर केटाहरू आउन पाएन होइन त्यही मिस भयो दुःखको कुरा त्यति हो मैले चाहिँ यो मेरो पुसेको बाइक लिएर आएको छु पल्सर 180cc साथीले चाहिँ अब अर्को 220 हो क्या 220 लिएर आइरहेछ होइन यो सब रमाइलो गर्नुपर्छ साथीहरू पनि जाम भनेको ठ्याक्क रेडी भइदिइहाल्यो एक्लै जाँदा फेरि मजा आउँदैन के बाटो नि कता खोज्दै हिँड्नु पऱ्यो तर 0 चाहिँ डेभलप भयो रहेछ है बा यत्रो जाग्लो बनाएको यार बाटो चाग्लो भने एक्सिडेन्ट पनि हुनसक्छ फेरि मान्छेहरू जहाँ पाइ त्यहाँबाट बाटो काट्छ है स्पिड हुन्छ बाइकहरू अब खास त यहाँ बाटो काट्ने माथिबाट पुल बनाउनु पर्ने हो पुल पनि छैन मैले चाहिँ फर्स्ट टाइम यो गोप्रोमा बाइक चलाएर चाहिँ यो ब्लगिङ गरेको होइन त्यो आवाज कस्तो आउँछ मलाई थाहै पनि छैन क्या कता सब चौपट हुने भन्ने पिर पनि छ आवाज कता नसुन्ने हो कि भन्ने पिर पनि छ होइन पिर छ यहाँ जति पिर भयो नि खाने त फेरि खिर्यो भने जस्तो म चाहिँ अलि फास्ट बोल्छु त्यसले गर्दाखेरि कतिले नबुझ्ला है बिस्तारै सुनिदिनु होला फास्ट बोले पनि फेरि गरी सुनिदिनु होला केटाहरू अगाडि गइसक्यो
मलाई फेरि कुदाउनै डर लाग्यो क्या 5 वर्ष हो बाइक नचलाएको त्यहीमाथि गाडी कति बढेको यार बा अरू हुन त सबभन्दा धेरै बढेको प्राइभेट कार त लास्टै बढ्यो रहेछ यो स्लो चलाउने गाडी त यताबाट पो हिँड्नुपर्छ यसलाई म त के दाहिनेबाट हिँड्नु पऱ्यो होला स्लो लेनमा पो चलाउनु पर्छ यार यो भनेको फास्ट लेन हो नि त यो फास्ट लेन यताबाट फास्ट गाडी हिँड्ने यता स्लो लेन यता स्लो हिँड्ने अनि पो जाम पर्दैन त नि जहाँ पाइ त्यहीबाट चलाएको छ यार टेन्सन के बाइक चलाउनु चाहिँ नबिर्से रहेछ क्या मैले बा 5 वर्षपछि चलाउँदा पनि डर चाहिँ लागेको थियो होइन तर एकछिन चलाएको त फेरि ठिकै भयो अब तेल हाल्ने केटाहरूले मेरो चाहिँ तेल मैले बाटोमै फुल गरेर आएको छु यिनीहरूलाई चाहिँ तेल हालिदिउँ है त्यो फुल हालेर आउँछ केटाहरूले ओ धर्मेश पुग्छ त दिदीले पुग्छ र 9 लिटर होइन पुग्छ पुग्दैन अझै 500 हाल न 500 हाल 500 हाल क्या अझै पुगेन भने झ्याउ हुन्छ क्या अशोक केटाले मास्क किन्ने रे क्या फेरि यस्तो रहेछ कि झ्याङजाको बाटो हो खास जाने त बाटो बिग्रेछ अरे क्या लु त्यो अरे सरङ्गुरको बाटो जानुपर्ने भयो यता ह्याङ्जाको बाटो चाहिँ बनाउँदैछ अरे होइन मास्क भन्दा पनि होइन त्यो पहला सला लगायो भने नि दबाई किन्नुपर्छ क्या यार होइन त यार त्यता पहल लाग्यो भने हुन्छ नि त रुवासुवाको पनि दबाई हालौँ न मास्क दिनु 2-3वटा होइन कस्तो वाला हो यो त मैले फर्स्ट टाइम देखेँ यार कसरी गर्ने हो यो तिमी यहाँ यो तान्ने रहेछ क्या यसरी छिराइदियो होइन यो 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 हातले त यो धर्को ताना अनि यसरी ताना लखोर्ने ल यो धेरै चाहिँ होइन यो चाहिँ पहलाको होइन पहलाको 2टा लिए हुन्छ खाने त आधा त खाने हो नि त कहाँ धेरै खानु त नि अब रक्सी खायोलाई यो खानु नहेरी रक्सी खायोलाई यो खायो भने डेन्जर चाउ हान्छ है
यो 2 चक्कीमा दिनु यो 2 चक्की भएको रे अनि मार्क्स भएको रे हैन मार्क्स त हाल्नुपर्छ हिँड्दै जाँदाखेरि धुलो उड्न सक्छ नि त हैन साइनेस 4 चक्की साइनेस भएपछि यसले जोर पनि काम गर्दैन रुगा जोर ल यति भए हुन्छ नि केटा अरु के छैन ल पैसा फेरि यहाँ छ यार छ हेर भयो मसिन छ होला हेरौँ कति भयो रे मार्क्स चाहिँ खोइ कतिवटा हाल्नु भयो यहाँ 3टा लगाइसक्यो खोइ त यो 2टा मात्रै छ त एउटा लैसक्यो जसले ओलो भयो ल कति भयो त त्यो असो कहाँ कति रे 90 रुपियाँ भयो अरू केही लानुपर्छ केटा हो अझै सिगरेट लाउला भने त त्यो उस खाए हुन्छ रे के मिठाई सिठा खाए हुन्छ भन्छ केटाहरूले त अझै सिगरेट लाग्दैन है तिमीहरूलाई लाग्दैन होला सब त यहीँ हुर्केको केटाहरू के लाग्दैन होला कि यहीँ हुर्केको केटाले के लाग्ला र भनेको लौ राख अब कहाँ मेरो ब्यागमा तिम्रो ब्याग लाग्छ न लु जाऊँ अशोक कहाँ म त अहिले लाउँदिनँ क्या हिँड्ने बेला लाउने हो अहिले त मैले सिसा फुल लाउँछु नि त बाफेर गर्मी हुन्छ के ल राख यो 2 चस्मा तिमीहरूको चस्मा 2 तिमीहरूको अशोक कहाँ गयो त फेरि ए यार चुरोट चाहिँ किन यार तिमीहरूलाई फेरि टेन्सन हुन्छ उता महँगो हुन्छ होइन हामी पुनिल हजुर जाम मार्क्स लाऊ मार्क्स हाल्यो नि केटा चुरो चाहिँ अहिले धेरै किन्नुपर्छ नि केटा अब त महँगो हुनसक्छ के हो र टुरिस्ट एरिया फेरि हुन्छ नि त उतातिर होइन महँगो हुनसक्छ क्या कट्टु लाएर आउनु पर्ने मैले पनि यार कट्टु हिजो छोरीले सबै भात के सब कपडा कट्टुमा लगाइदिएर यार ल अब यहाँबाट सरङकोट जाऊँ पहिला ल हिँड्यो है त पहिला पहिला बाटो खुब बाइक चलाइन्थ्यो है ए सर्पा थत सर्पा खिचिहाल्यो नि अरे ए ट्याङ भयो किचेन धन्दा सर्पा खिचेको यार ए बा अब जम्मा 24 फ्रेम्स पर सेकेन्डमा खिचेछ है अब स्लोमो गरेर देखाउनु हुन्थ्यो अब 60 फ्रेम्समा राख्नुपर्ने हो 60मा राख्यो भने फेरि ब्याट्री धेरै खान्छ क्या ब्याट्री धेरै खान्छ त्यसले अनि अरू के खान्छ स्पेस धेरै खान्छ मेमोरी अब बाटो त लास्टै रहेछ यार थत्तेरिका बाटो त के हो यार फुल टर्निङ छ त यार यो बाटोमा बाइक नचलाएको त यार कति भयो यार वर्षै भयो अलिक के चुकेत्तै भएर चलाउनु पर्छ नि होइन यो फोन चाहिँ पनि फेरि हिँड्नुमा राखेको छु फेरि रिसिभ मोडमा नचलाउनु कि भनेको कि के हो उताको बाटो बन्द गरेर सबै यता आउँदो रहेछ क्या ब्लाइन्ड ओभरटेक गर्नुपर्ने यार ठुस मिस्टेक भयो भने त फेरि टेन्सन हुन्छ नि त अब ब्लगिङ चाहिँ लामो हुन्छ होला त्यही भएर किस्तामा हाल्नु पऱ्यो होइन भिडियो चाहिँ तर सकेसम्म चाहिँ त्यो काटेर हालिदिनु क्या
मजा आउँदैन नि त होइन बरु 10 मिनटको बनाउने यहाँबाट आज चाहिँ काँडैसम्मको बनाउने काँडैमा चाहिँ अब त्यो दिदीको होटलमा भात खाएर जाने हो आज राति जसरी निस्किनु पर्छ कस्तो हेर्नु ताने जस्तो भइरहेको अन्नपूर्ण के गाडी कस्तो साँगुरो है बाटो यो बाटो बनाउनु पर्छ यार यसले मलाई जानै दिएन यार अगाडि यार ठिकै छ होइन किन हतार गर्ने बिस्तारै चलाऊँ न ढिलो गयो भने पुगिन्छ अरे चाँडो भन्नु चाहिँ भन्न सकिन्न भन्छ क्या त्यहाँ ढिलै जानु टर्निङ छ यार त्यो अलि भर्खर मोटरसाइकलमा गएको त हाम्रो क्लासमा पनि घिरिदु भन्नेको बुढा जस्तो छ त कस्तो नताने जस्तो भएको यो बाइकले 180 सीसीले यस्तो गाउँमा त 180 पनि फ्लप खाँदो रहेछ यार या क्यों है तो यार हिजो अस्ति त डेन्जर पानी परेको थियो त्यो थियो के एक दुईचोटि खिच्दाखेरि त्यो समस्या देखाएको थियो यसले ओ कता पुग्यो क्या मेरो बाइक यार ब्रेक हाल्न भने गिट्टीमा फेरि पछाडिला भने पिर है अलि चलाउन अलि त्यो कन्फिडेन्सै ल्याक भइसकेको छ क्या मलाई त कस्तो गाह्रो हो यो डिस्क ब्रेक यसको फेरि के भन्छ एबिएस छैन होला यो बाइकको झ्याप्पा भन्दा कता डिस्क ब्रेक च्याप पछाडिन्छ भने डर त्यही हो अब भिडियो चाहिँ लामो हुने भयो काटौँ भने के काटौँ यति राम्रो सिन छ है सकेसम्म सबै अपलोड गर्छु लामो हुन्छ टुक्रा टुक्रामा हाल्न पर्ने हुन्छ यार लौ हो प्याराग्लाइडिङहरू त त्यस्तरी उडेको त्यहाँ गोप्रोमा त देखेँ कि देखेन होइन मेरो आँखाले त छर्लङ्गै देखेछ
अन्त उता गएको हेर्नु टालो खसेको अरे अप्ठ्यारो बाटोमा खस्छ अलि त गएर खसेको किन मिल्छ नि त त्यो यार पछिको हेर ठुलो भयो दिमाग खराब भयो त्यहाँबाट भ्याली ल यो रोकेर खिच्दा पनि रोकेर होइन आज 1000 छ भोलि बनाउँदा कत्रो गाडी हो कि कत्रो सानो बाटोमा यार विषय ठाउँ गयो अन्त केटाहरू यार नेपालमा यस्तो हुन्छ यो माइनर हो सुन्नुको त नारी मसले अन्त नेपालीले अनि रुरु नै पाराले जीवन नियम जाने भएर त्यो त आउनु नै हो बाइक तो का कुआ तो का ये नौ को तो और इंटरव्यू तो का उनको नहीं आपने तो क्यों चुके हैं तो हमें नहीं ये जी को नारी नाचते होते हैं जी को नाचते हो तो हमारा उन्हीं मुंबई चीज़ होंगे untuk mitir mas karena asal jadi para lagi nanti mas untuk hari karena gitu kayak dosen gerai kata jadi orang itu jadi ya ini apa tuh sampai hari ini masih video searching lagi ya actually